Hello, my dear students. Today I am here to talk on the third lecture regarding the electrical measurement circuits, electrical measurement chapters, and electrical measurements मा हामी KCL Kirchhoff's current law र Kirchhoff's voltage law को हामी कुरा गरिसकेका छौं। त्यसलाई स्टेट पनि गरेका छौं, प्रुफ पनि गरेका छौं। अब आज मैले चाहिँ तिमीहरुलाई यो KCL र KVL कसरी अप्लाई गर्ने त, हाउ वी क्यान अप्लाई इन डिफरेन्ट टाइप्स अफ न्यूमेरिकल प्रब्लम्स। यो जनरली हामी न्यूमेरिकल प्रब्लम्सहरुमा KCL र KVL युज गर्ने गर्दछौं र KCL र KVL को युज गर्दाखेरि हामीले साइन कन्भेन्सनमा एकदम ध्यान दिइराख्नु पर्छ, एकदम अलर्ट हुनु पर्दछ। साइन कन्भेन्सन यदि हामीलाई थाहा भएन भने हामी रङ गर्न सक्छौं, करेक्ट गर्न सक्दैनौं, प्रब्लम सल्भ गर्न सक्दैनौं है। त्यसकारण हामीले KCL र KVL को जहिले पनि ख्याल राख्नु पर्दछ, यो साइन कन्भेन्सन। र मैले KCL मा इनकमिङ करेन्टलाई हामीले इनकमिङ करेन्ट टुवर्ड द जंक्शन पोइन्ट इज टेकन एज पोजिटिभ एन्ड आउटगोइङ करेन्ट फ्रम द जंक्शन पोइन्ट इज टेकन एज नेगेटिभ भनेर भनेका छौं र जंक्शन पोइन्टमा टोटल चार्ज कन्जर्भेसन चाहिँ कन्स्टेन्ट हुन्छ भनेर भनेका छौं। त्यसैगरी KVL मा हामी के भनेका छौं कि इन एनी क्लोज्ड लूप द अल्जेब्रिक सम अफ EMF एन्ड द भोल्टेज ड्रप्स इज इक्वल टु 0। कुनै पनि क्लोज्ड लूपमा अल्जेब्रिक सम अफ EMF को जुन सम हो लूपमा त्यो प्लस भोल्टेज जुन ड्रप हो रेसिस्टेन्सको क्रसमा त्यो दुईटैको सम चाहिँ 0 हुन्छ। जसलाई मैले अल्जेब्रिक सम अफ EMF जुन हुन्छ, algebraic sum of EMF in any closed loop E is equal to the algebraic sum of the product of current and resistance in that loop पनि भनेर भन्न सक्दछौं भनेर पनि मैले डिस्कस गरेको छु। र यही कन्सेप्टको प्रयोग गरेर, यही लको प्रयोग गरेर हामीले प्रब्लम चाहिँ सल्भ गर्न गइरहेका छौं। र यसलाई हामी सर्टकट टोटल भोल्टेज इन एनी क्लोज्ड लूप इज अल्सो इक्वल टु के 0 भनेर भनिरहेका छौं। यो चाहिँ हाम्रो ल हो र यसको साइन कन्भेन्सन मैले फेरि रिमाइन्ड गराए यो प्रब्लम गर्नुभन्दा पहिले। एज वी गो फ्रम हायर पोटेन्शियल टु द लोअर पोटेन्शियल, कुनै पनि ब्याट्रीबाट हैन, यदि हामी हायर पोटेन्शियलबाट लोअर पोटेन्शियलतिर गयो भने त्यो EMF जहिले पनि नेगेटिभ लिनु पर्दछ र लोअरबाट यदि हायर पोटेन्शियलतिर गयो भने यानी नेगेटिभबाट पोजिटिभतिर यदि हामी पास भइरहेका हो भने त्यो सिटको EMF चाहिँ पोजिटिभ लिनु पर्दछ। अर्थात राइज अफ पोटेन्शियल पोजिटिभ लिनु पर्दछ र फल अफ पोटेन्शियल चाहिँ नेगेटिभ लिनु पर्दछ भन्न खोजेको हो है। त्यसैगरी हामीले यो कुनै पनि रेसिस्टेन्सबाट करेन्टकै यदि डाइरेक्सनमा हामी जान लागेको हो भने हामीले प्रोडक्ट अफ करेन्ट र रेसिस्टेन्स चाहिँ पोजिटिभ लिँदा हुन्छ। यो पनि साइन कन्भेन्सन नै हो है। प्रोडक्ट अफ करेन्ट एन्ड रेसिस्टेन्सको यानी भोल्टेज ड्रपको अनि प्रोडक्ट अफ करेन्ट एन्ड रेसिस्टेन्सको साइन कन्भेन्सन सजिलो होस् भन्ने हेतुले है मैले के भन्दैछु, यदि कुनै ब्रान्चमा हामी यदि करेन्टकै डाइरेक्सनमा गइरहेका छौं, कुनै ब्रान्चमा भएको रेसिस्टेन्सबाट जस्तै 6 ओम रेसिस्टेन्सबाट हामी यदि करेन्टकै डाइरेक्सनमा गइरहेका छौं भने यो प्रोडक्ट चाहिँ करेन्ट र रेसिस्टेन्सको प्रोडक्ट पोजिटिभली हुन्छ। तर अपोजिट डाइरेक्सनमा करेन्टको अपोजिट डाइरेक्सनमा यदि हामी गइरहेका छौं भने त्यो प्रोडक्ट चाहिँ के लिन पाइन्छ, नेगेटिभ लिन पाइन्छ है। यो पनि मैले भनिरहेको छु र जहिले पनि यो राइज अफ पोटेन्शियल पोजिटिभ लिनु र फल अफ पोटेन्शियल चाहिँ के लिनु त नेगेटिभ लिनु पर्दछ। त्यो पनि हामीले कन्सेप्ट थाहा पाइराख्नु पर्यो। भनेपछि यसको लागि मैले एउटा प्रब्लम लिइरहेको छु जुन हामी सबैजनाले देखिरहेका छौं र यो प्रब्लममा हामी हेरौं यो कतिवटा क्लोज्ड लूप हो र हामीलाई यहाँ के झिक्नु पर्ने हो। अब यहाँनिर यो जुन सर्किट हो, इलेक्ट्रिकल सर्किट हो, त्यसमा दुईटा सिट अफ EMF हो, एउटा 14 भोल्टको हो र अर्को चाहिँ 10 भोल्टको हो। त्यसपछि अर्को 4 ओमको रेसिस्टर हो, 6 ओमको रेसिस्टर हो, 2 ओमको रेसिस्टर हो है। त्यसपछि यहाँनिर करेन्टको डाइरेक्सन यहाँ सर्किटमा दिइरहेको छ। यो C पोइन्टमा दुईटा करेन्ट आइरहेको छ, I1 र अर्को I2 आइरहेको छ। त्यसकारण जंक्शन पोइन्ट C को लागि I1 र I2 लाई इनकमिङ करेन्ट भन्दा हुन्छ र यही C बाट अर्को करेन्ट I3 चाहिँ लिभ गरिरहेको छ। त्यसकारण यसलाई हामी आउटगोइङ करेन्ट भन्दा पनि
हुन्छ है त। भनेपछि इनकमिङ करेन्ट इज पोजिटिभ एन्ड आउटगोइङ करेन्ट इज नेगेटिभ भनेर भन्दा पनि हामीले केही फरक परेन, जुन कुरो हामीले गरिसकेका छौँ। भनेपछि यो जङ्सन पोइन्टको लागि, सी जङ्सन पोइन्टको लागि हामी चार्ज कन्जर्भेसन लको प्रयोग गर्न सक्दछौँ, जङ्सन लको, क्रिचअफ्स करेन्ट लको प्रयोग गर्न सक्दछौँ। जस्तै I1 इन्कमिङ हो र I2 पनि इन्कमिङ हो भन्ने I1 प्लस I2 इज इक्वल टु I3 लेख्न पाइयो। अकर्डिङ टु केसिएल क्रिचअफ्स करेन्ट लबाट हामी लेख्न सक्छौँ। अर्को कुरो, हामीसँग दुईटा लुप छ, एउटा ABCDA लुप छ। हामी यही अर्डरमा पनि जान सक्छौँ र यसको अपोजिट अर्डरमा पनि हामी जुन अर्डर चुज गरे पनि हुन्छ, नो प्रब्लम। हामीले लुप देखाउँदाखेरि ABCDA भनेर पनि भन्न सक्छौँ, यो लुप हो। तर यो क्लोज लुपमा हाम्रो अर्डर जुन हो त्यो मुभ गर्ने अर्डर हामी आफै चुज गर्न सक्छौँ। यही अर्डरमा पनि जान सक्छौँ अथवा यसको अपोजिट अर्डरमा एन्टी क्लकवाइजमा पनि हामी जान सक्छौँ। त्यसै गरी अर्को लुप जुन हो BCFEB हो हैन, यहाँ पनि हामीले BCFEB हो यो अर्डरमा मैले लिएका छु हैन। यो एन्टी क्लकवाइज अर्डरमा हामी मुभ गरिरहेका छौँ, यो क्लोज लुपलाई लिएका छौँ र यही अर्डरमा पनि हामीले चुज गर्न सक्छौँ आफ्नो डिरेक्सन हैन। भन्नुको तात्पर्य के हो, हामी कुनै पनि लुपमा क्लकवाइज अर्डर मुभ गर्ने, पास हुने क्लकवाइज अर्डर अथवा एन्टी क्लकवाइज अर्डर जुन पनि हामी चुज गरे केही फरक पर्दैन है त। जस्तै एकछिनको लागि हामी यसरी हाम्रो यो लुपमा ABCDA यो जुन अर्डर हो त्यो चाहिँ क्लकवाइज हो, तर हामी मानौँ एन्टी क्लकवाइज अर्डर मैले चुज गरिदिएँ यसरी है। भनेपछि हामी यसरी गइरहेका छौँ, ADCBA जस्तै गइरहेका छौँ यो लुपमा। यसरी हामी मुभ गर्ने यो लुपमा मुभ गर्दाखेरि हामीले यो 2 ओम जुन ब्रान्चमा छ त्यसबाट I3 करेन्ट बगिरहेको छ, जसले गर्दा हामीले के देखिरहेका छौँ, I3 को यो 2 ओमबाट I3 करेन्ट बगिरहेको छ र यसको अपोजिटमा हामी गइरहेका छौँ, जसले गर्दा यो 2 ओम र I3 को प्रोडक्ट नेगेटिभली हुन्छ। यहाँनिर 6 ओमबाट करेन्ट चाहिँ राइटतिर गइरहेको छ र हाम्रो डिरेक्सन चाहिँ राइटबाट लेफ्टतिर छ। यो ब्रान्चमा CBतिर छ, करेन्ट BCतिर गइरहेको छ र हामी CBतिर आइरहेका छौँ। भन्नुको तात्पर्य हामीले जुनसुकै पनि ब्रान्च हो, यदि हामी करेन्टकै डिरेक्सनमा हाम्रो डिरेक्सन हो भने प्रोडक्ट पोजिटिभ लिनु, अपोजिटमा छ भने नेगेटिभ लिनु, धेरै सोच्नु पर्दैन है। यो साइन कन्भेन्सन सजिलो हुनुहुन्छ। भनेपछि I1 र 6 ओम र IR जुन हुन्छ नि, I भनेको करेन्ट I1 हो, रेसिस्टेन्स भनेको 6 हो र हामी जुन 6 ओमबाट गइरहेका छौँ अपोजिट अर्डरमा, किनभने हामी चुज गरेको डिरेक्सन एन्टी क्लकवाइज हो, जसले गर्दा I1 × 6 लाई हामी नेगेटिभ लिन सक्छौँ है त। त्यसपछि यो सिट अफ EMF को कुरा आयो। भनेपछि हामी यसरी C देखि B सम्म लागिरहेका हो भने यो पोजिटिभबाट हाइयरबाट लोडतिर आइरहेका छ, जसले गर्दा यो हामी नेगेटिभ लिन सक्छौँ, यो EMF नेगेटिभ लिन सक्छौँ। अनि कुनै पनि सिट अफ EMF को हाइयरबाट पोजिटिभबाट यदि लोअरतिर नेगेटिभतिर गइरहेका हो भने त्यो EMF चाहिँ नेगेटिभ लिने, तर लोअरबाट हाइयरतिर गइरहेका हो भने के पोजिटिभ लिने है त। त्यसै गरी अर्को एउटा यो जुन लुप हो, यो लुपमा पनि एन्टी क्लकवाइज अर्डर हामी चुज गरौँ है त। यसरी हामी आफ्नो अर्डर चुज गर्न सक्दछौँ है। भनेपछि कुनै पनि लुपमा हामी एउटा एन्टी क्लकवाइज अर्डर चुज गर्छौँ। वाट एभर बी द डिरेक्सन अफ फ्लो अफ करेन्ट इन अ गिभन लुप, क्लोज लुप डजन्ट म्याटर, तर हामीले एउटा आफ्नो डिरेक्सन मुभ गर्ने एउटा डिरेक्सन चुज गर्दाखेरि सहज हुन्छ है त। भनेपछि योलाई हामीले सल्भ गर्दाखेरि त्यही KCL र KVL ल हामी युज गरेर सल्भ गर्न सक्छौँ। जस्तै इन द क्लोज लुप ABCDA मा है, युजिङ किर्चअफ्स ल, भोल्टेज ल, इन द क्लोज लुप ABCDA यसमा युजिङ यो हामीले सल्युसन गर्दाखेरि है, सल्युसन हियर हामीले युजिङ किर्चअफ्स voltage law in loop, यो लुपमा ABCDA यो लुपमा हामी जाँदैछौँ। हामी यसरी यो अर्डरमा यो लुपको नामाकरण गरेका छौँ, तर हाम्रो डिरेक्सन चाहिँ एन्टी क्लकवाइज हो। भनेपछि हामी एन्टी क्लकवाइजबाट जाने हो।
अब यसमा एउटा सिट अफ इएमएफ मात्रै हो, यो 10 भोल्टको सिट मात्रै हो भनेपछि यसको हामी समेसन E इज इक्वल टु समेसन IR यसरी चलाउन सक्छौँ। अनि algebraic sum of EMF in a given closed loop must be equal to algebraic sum of the product of current and resistance in that loop, है। यो भोल्टेज ल हो र दुईटैको सम चाहिँ कति हुन्छ, 0 हुन्छ, है, 0 हुन आउँछ। अब यसरी हामी यो लुपमा यो सिटबाट हामी जाँदाखेरि हायर पोटेन्सियलबाट लोअर पोटेन्सियल, किनभने यो जुन हामी यसरी गइरहेको छौँ एन्टी क्लकवाइज अर्डरमा जाँदाखेरि हाम्रो जुन एरो हेड हो त्यो एरो हेड यो ब्याट्रीको नजिकमा हामी आउने, यो सेल ब्याट्रीको नजिकमा आउने, ब्याट्रीको नजिकमा आएपछि त्यसपछि हामी कता पास हुँदैछ, पोजिटिभबाट नेगेटिभतिर। एरो हेड पोजिटिभको नजिकमा छ, त्यसपछि हामी नेगेटिभतिर जान्छौँ। यसको अर्थ हायरबाट लोडतिर हामी पास हुन्छौँ। हामी अन्त ब्रान्चमा नहेर्ने, ब्याट्रीबाट पास हुँदाखेरि ब्याट्रीमा हेर्ने, यो एरो हेड पहिला पोजिटिभबाट नेगेटिभतिर पास भइरहेको छ भन्दाखेरि यो हायरबाट लोडतिर पास भइरहेको छ, जसले गर्दा यो इएमएफ चाहिँ के लिनु पर्यो त, पोजिटिभ लिनु पर्यो। यो 10 भोल्ट सरी नेगेटिभ लिनु पर्यो, हायरबाट लोडतिर भएकोले हामीले के लिनु पर्यो त, नेगेटिभ लिनु पर्यो, 10 भोल्ट लिनु पर्यो। अरू सिट अफ इएमएफ छैन भने राइटतिर हामी जाने, प्रोडक्ट अफ भोल्टेज ड्रपतिर जाने हामी, है। भोल्टेज ड्रपतिर जाँदाखेरि जस्तै यो हामी यसरी गइरहेको छ, यो 6 ओमबाट I1 को अपोजिटमा गइरहेको छ, 6 ओमबाट I1 करेन्ट बगिरहेको छ राइटतिर, तर हामी पास हुने चाहिँ लेफ्टतिर हो, जसले गर्दा हामी नेगेटिभ लिँदा हुन्छ, यो प्रोडक्ट नेगेटिभ लियो हुन्छ, है। अपोजिट डिरेक्सनमा भएपछि हामीले के लेख्ने त, -I1 इन्टु कति रे 6, -I1 इन्टु के 6। यो किन हुनुभयो, 6 ओमबाट करेन्ट राइटतिर गइरहेको छ, तर हामी चाहिँ लेफ्टतिर आइरहेका छौँ, त्यसकारण यो करेन्ट र रेसिस्टेन्सको प्रोडक्ट नेगेटिभ लिए हुन्छ, है त। प्लस अर्को यहाँ हो, हामी यो I3 जुन हो, यो 2 ओमबाट I3 करेन्ट बगिरहेको छ, 2 ओमबाट I3 करेन्ट बगिरहेको छ, तर यो करेन्ट I3 पनि यो 2 ओमबाट राइटबाट लेफ्टतिर आइरहेको छ, तर हाम्रो डिरेक्सन चाहिँ लेफ्टबाट राइटतिर भएकोले यो पनि हामी के लिन सक्छौँ त, नेगेटिभ लिन सक्छौँ, I3 इन्टु 2 भनेर लिन सक्छौँ। यसरी हामी अल्जेब्रिक सम अफ द भोल्टेज ड्रपको बराबर देखियो, अल्जेब्रिक सम अफ इएमएफ इज इक्वल टु अल्जेब्रिक सम अफ द भोल्टेज ड्रप लिन सक्छौँ। अब यो भनेको नि लुप इक्वेसन हो। लुप इक्वेसन यदि हामी करेक्ट बनाउन सक्यो भने सल्भ गर्न चाहिँ अल्जेब्राको नियमबाट सल्भ गर्ने हामी भनेपछि हामी के गर्ने त, यहाँ दिस इज -10 इज इक्वल टु -6I1 -2I3 लेख्न पाइयो, हैन। अब यसरी हामीले कमन लिएपछि हामी के पाउँछौँ, 2 कमन झिक्दिएपछि जस्तै यो -10 भयो, यहाँ -2 यदि झिक्दियो भने 3 2 3 जा 6 3I1 प्लस I3 भन्न सक्दछौँ। अनि यसरी हामी यो माइनसले यो माइनस काटेर 5 लेख्न सक्छौँ। भनेपछि हामीले सजिलैसँग यसलाई कसरी इक्वेसन, सहज इक्वेसन बनाउन सक्छौँ। देयरफोर हामीले यसलाई के लेख्न सक्छौँ, 3I1, यो 3I1, दिस इज 3I1 अनि प्लस I3 इज इक्वल टु हामी 5 भनेर लेख्न सक्यो। यसरी यसलाई इक्वेसन 1 मा, है, यो फर्स्ट लुप इक्वेसन आयो। त्यसै गरी इन द लुप, है, अगेन in loop BCFEB मा हामी फेरि किर्चोफ्स भोल्टेज लको युज गर्छौँ। भोल्टेज लको युज गर्नुको मिनिङ त्यही हो, समेसन E इज इक्वल टु समेसन के IR गर्न सक्छौँ। अब यो लुपमा दुईटा सिट अफ इएमएफ हो। जस्तै यो 14 भोल्टबाट हामी हेरौँ, 14 भोल्टबाट हामीले कसरी गइरहेका छौँ, 10 भोल्टबाट कसरी गइरहेका छौँ भनेपछि 14 भोल्टमा हेर्दाखेरि हामी यो पोजिटिभ नेगेटिभ हेर्दाखेरि हाम्रो एरोहेड नेगेटिभबाट पोजिटिभतिर गइरहेको छ, अनि लोवरबाट हायरतिर गइरहेकोले यो चाहिँ 14 भोल्ट के हुन्छ त, पोजिटिभ हुन्छ। यहाँ हामी हेर्दाखेरि यो यसबाट पनि 10 भोल्टको सिटबाट पनि हामी के गर्दैछौँ त, नेगेटिभबाट पोजिटिभतिर नै लागिरहेका छौँ, हैन। यानी लोवरबाट हायरतिर नै लागिरहेको छ, त्यो भएर यो पनि के भयो त, पोजिटिभ हुने भयो। अर्थात् यो दुईटै चाहिँ के हुनुभयो त, पोजिटिभ हुनुभयो। 14 भोल्ट प्लस 10 भोल्ट, यो अल्जेब्रिक सम अफ इएमएफ इन अ लूप बोथ आर टेकन एज के पॉजिटिव
because we go through lower to higher potential है 14 भोल्टबाट पनि हामी लोअर टु हायर पोटेन्शियल भएकोले पोजिटिभ हो यहाँ पनि लोअर टु हायर पोटेन्शियल भएकोले के भयो पोजिटिभ हुने भयो है हामी माथिको लुपमा हेर्ने तलको लुपमा नहेर्ने है अब प्रोडक्ट अफ भोल्टेज ड्रपको कुरा गरौँ है प्रोडक्ट अफ करेन्ट एन्ड रेसिस्टेन्स भनेको भोल्टेज ड्रपको कुरा गरौँ जस्तै यो हामी जुन गइरहेका छौँ यो ब्रान्च हेरौँ हामी CFEB ब्रान्चमा एउटै रेसिस्टेन्स 4 ओम यसको अर्थ 4 ओमबाट I2 करेन्ट गइरहेको छ 4 ओमबाट जब I2 करेन्ट गइरहेको छ भने यो 4 ओमबाट I2 करेन्ट गइरहेको छ भनेपछि यो हामी 4 ओमबाट जुन I2 करेन्ट गइरहेको छ त्यो करेन्टको हामी उल्टो डाइरेक्सनमा छ है यसरी हामी हेर्न सक्छौं करेन्ट यो I2 जुन हो यहाँ जति करेन्ट छ त्यही करेन्ट यहाँ पनि छ I2 यहाँ पनि उही हो यो I2 नै हो भनेपछि हामी करेन्टको उल्टो डाइरेक्सनमा गइरहेका छौं जसले गर्दा हामी I2 into 4 लेख्न सक्छौं I2 into कति रे 4 हामी लेख्न सक्छौं अपोजिट डाइरेक्सनमा भएकोले हामी 4 लेख्न सक्यौं है भनेपछि हामी करेन्टको उल्टो डाइरेक्सनमा गइरहेका हुनाले यसलाई हामी के लेख्न सक्छौं त I2 into 4 लेख्न सक्छौं तर यो हामी केमा लेख्ने त नेगेटिभमा लेख्न सक्दछौं है त्यसैगरी अर्को हामी यो ब्रान्चबाट हेर्दाखेरि के देखिरहेका छौं त यो ब्रान्चमा हामी करेन्टको डाइरेक्सनमा गइरहेका छौं किनभने 6 ओमबाट I1 करेन्ट बगिरहेको छ हैन 6 ओमबाट I1 करेन्ट बगिरहेको छ भन्ने यसलाई हामी के भन्न सक्दछौं त दिस इज इक्वल टु दिस इज यहाँ यसरी I2 यताबाट गइरहेको छ हामी यताबाट गइरहेको छ जसले गर्दा हामी के लेख्यौ त यो यसरी हामी के गर्यो त 4 into I2 गर्यो माइनस मिन्स I2 into 4 गर्यो यहाँबाट हामी कसरी गइरहेका छौं यो करेन्टको डाइरेक्सनमा गइरहेको हुनाले I1 into plus I1 into कति लेख्न पाइयो त 6 लेख्न पाइयो है त जसले गर्दा यो हामी के लेख्न सक्छौं यो 24 हुन आउँछ र यो भनेको -4 I2 हुन आउँछ प्लस 6 I1 हुन आउँछ है प्लस 6 I1 भनेपछि यहाँबाट हाम्रो कमन कति आउने हो त और यसलाई हामी मिलाइदियो भने 24 is equal to यो 2 times 2 3 जा 6 3I1 minus 2I2 गर्न सक्छौं जसले गर्दा 2 on the 2 यो 12 हुने भयो अर्थात हाम्रो यहाँनिर अर्को एउटा इक्वेसन सेट हो त्यो इक्वेसन के हुने भयो त 3I1 minus 2I2 is equal to कति भयो त 12 हुने भयो सो दिस इज इक्वेसन नम्बर कति रे 2 है यो इक्वेसन 3 हो 2 हुने भयो यसरी हाम्रो यो दुईटा इक्वेसन देखिरहेका छु यहाँ दुईटा इक्वेसन भयो यो दुईटा इक्वेसन हामी देखिरहेका छौं हैन अब यहाँनिर हामीले यो जंक्सन लबाट यहाँ हामी हेर्ने जंक्सन ल हेर्ने एट द जंक्सन युजिङ जंक्सन ल KCL at point C using KCL also right using KCL at point C यो C मा यदि किर्चोफ्स करेन्ट ल युज गर्यो भने जंक्सन ल युज गर्यो भने यो I1 र I2 इनकमिङ हो र I3 चाहिँ आउटगोइङ हो कन्सिक्वेन्टली हामी के लेख्न सक्छौं यो I1 plus I2 is equal to के I3 लेख्न सकिन्छ सम अफ इनकमिङ करेन्ट is equal to सम अफ आउटगोइङ करेन्ट फ्रम द के जंक्सन पोइन्ट भनेर यसरी लेख्न चाहिँ पाइन्छ भनेपछि यसलाई हामी इक्वेसन 3 मान्न सक्छौं है अब यसरी हामी यसले सल्भ गर्दाखेरि हामीलाई एक्चुअली पोटेन्शियल डिफरेन्स निकाल्नु छ B र C बीचको पोटेन्शियल डिफरेन्स निकाल्नु छ अब यो B र C बीचको पोटेन्शियल डिफरेन्स निकाल्नु पर्ने भएकोले यो BC ब्रान्चबाट I1 करेन्ट बगिरहेको छ भन्ने हामीले I1 को भ्यालु निकाल्नु पर्यो त्यो भएर I3 इज नट इन्ट्रेस्टेड I3 लाई हामी के गर्ने रिमुभ गर्ने है यो I3 लाई रिमुभ गर्दाखेरि यो I3 को भ्यालु हामी इक्वेसन 1 मा हाल्दिने किन हाम्रो उद्देश्य के हो त I1 को भ्यालु निकाल्ने किन त हामीलाई B र C बीचको पोटेन्शियल डिफरेन्स निकाल्नु छ है र B जुन हुन्छ त्यो हायर पोटेन्शियलमा हुन्छ र C जुन हुन्छ त्यो लोअर पोटेन्शियलमा हुन्छ किन यो ब्रान्चमा करेन्ट चाहिँ यो डाइरेक्सनमा गइरहेको छ करेन्ट चाहिँ BC डाइरेक्सनमा हिडिरहेको छ जसले गर्दा यहाँ I1 हो भन्ने यो पछाडीतिर पनि यतितिर करेन्ट हुन्छ जसले गर्दा यो B चाहिँ
जहाँबाट करेन्ट गइरहेको हुन्छ त्यो हायर पोटेन्सियलमा हुन्छ अनि उतातिर राइटतिर सबै के हुन्छ त लोअर पोटेन्सियलमा हुन्छ है। त्यो चाहिँ ख्याल राख्नुपर्छ पोटेन्सियल ड्रपको लागि है। भनेपछि बी चाहिँ हायर पोटेन्सियलमा हुन्छ भने पोइन्ट सी चाहिँ के हुन्छ त लोअर पोटेन्सियलमा हुन्छ है। त्यो चाहिँ ख्याल राख्नुपर्ने हुन्छ। अब हामीलाई I1 को भ्यालु निकाल्नु पर्ने भएकोले I3 लाई यहाँबाट रिप्लेस गर्ने भनेपछि फ्रम इक्वेशन्स 1 and 3 बाट फ्रम इक्वेशन्स 1 and 3 बाट हामी के लेख्न सक्छौं 3I1 प्लस I3 लाई हामी यो I1 प्लस I2 ले रिमुभ गर्न सक्दछौं। यसरी I1 प्लस I2 ले रिमुभ गर्न पाइन्छ। अनि यसरी हामीले गर्दाखेरि के देख्छौं त हामीसँग के आयो त एउटा नयाँ इक्वेसन फर्म हुन्छ। यो भनेको दैट इज हामी के लेख्न सक्छौं 4I1 प्लस I2 इज इक्वल टु 5 हुने भयो हो इक्वल टु 5। सो दिस इज इक्वेसन नम्बर के 4। अब हामीले यो दुईटा इक्वेसनलाई 2 र 4 लाई के गर्ने त चलाउने सल्भ गर्ने। अब यो सल्भ गर्दाखेरि हामीले के गर्ने हामीले यो इक्वेसन 4 मा हामीले 2 ले मल्टिप्लाई गरेर के गर्ने त 2 ले मल्टिप्लाई गरेर इक्वेसन 2 लाई के गर्ने जोड्ने है। भनेपछि नाउ हामी के गर्ने यो इक्वेसन 4 लाई 2 ले मल्टिप्लाई गरेर 2 सँग जोड्ने। सो हामीले 2 मल्टिप्लाई गर्दिने। मल्टिप्लाई गरेपछि कति हुन्छ 4 2 जा 8I1 प्लस 2I2 प्लस 10 हुने भयो। अनि यो 2 इक्वेसनलाई जोड्दिने भनेपछि कति हुन्छ 3I1 माइनस 2I2 इज इक्वल टु 12 हुने भयो। जसले गर्दा हामी यो सिम्पल मेथडबाट जोड्दाखेरि यो 11I1 हुने भयो। यो र यो काटिन्छ जसले गर्दा 22 हुने भयो। द्याट्स वाइ I1 इज इक्वल टु 2 एम्पियर हुने भयो है। भनेपछि हामीले करेन्ट यहाँ निकाल्न सक्यो भने भोल्टेज ड्रप निकाल्न सक्छौं हैन। अनि बी र सी पोइन्टको पोटेन्सियल हामी बीचको पोटेन्सियल डिफरेन्स निकाल्न सकिन्छ। भनेपछि यो बीसी जुन ब्रान्च हो त क्लोज लुपको एउटा पार्ट हो है। एज द ब्रान्च बीसी इज द पार्ट अफ अ क्लोज लुप भनेपछि ब्रान्च बीसी जुन हो त क्लोज लुपको पार्ट हुने भएकोले एज द ब्रान्च BC is a part of a closed loop। यो क्लोज लुपको एउटा पार्ट हुने भएकोले युजिङ KVL किर्चहफ्स भोल्टेज ल है। किर्चहफ भोल्टेज ल लगाउँदाखेरि हामी के लेख्ने टोटल जुन भोल्टेज हुन्छ यो BC ब्रान्चमा टोटल भोल्टेज मस्ट बी इक्वल टु 0। जब टोटल भोल्टेज मस्ट बी इक्वल टु 0 भएपछि हामीले करेन्टको डाइरेक्सन बी देखि सी सम्म छ। यसको अर्थ बी हायर पोटेन्सियलमा हुनुपर्छ र सी चाहिँ लोअर पोटेन्सियलमा हुनुपर्छ। किनभने करेन्ट हायरबाट लोअर पोटेन्सियलतिर फ्लो हुने भयो। जसले गर्दा हामी के गर्ने और यसको अल्जेब्रिक सम गर्दाखेरि यो बी पोइन्टको पोटेन्सियल VB लेख्न पाउँछौं। अब यो सिटमा हामी नेगेटिभबाट पोजिटिभतिर गइरहेका छ। नेगेटिभबाट पोजिटिभ लोअरबाट हायरतिर गएकोले यो चाहिँ 10 भोल्ट पोजिटिभ हुने भयो। यो 10 भोल्ट पोजिटिभ हुने भयो। त्यसपछि फेरि यहाँनिर I1 करेन्ट यहाँ 6 ओमबाट गइरहेको छ भनेपछि 6 ओमको क्रसमा ड्रप हुने पोटेन्सियल चाहिँ के हुने भयो त नेगेटिभ हुने भयो। सो यो प्लस माइनस I1 इन्टु 6 गर्न पाइयो अनि प्लस माइनस VC गर्न पाइयो। टोटल चाहिँ कति हुनु पर्यो 0 हुनु पर्यो है। भनेपछि यहाँबाट करेन्ट जाने हुने भएको राइटतिर सबै ड्रप चाहिँ नेगेटिभ हुने भयो है। भनेपछि व्हाट यू क्यान राइट इट हियर यसलाई हामीले गर्दाखेरि VB माइनस VC गर्न सक्छौं प्लस 10 माइनस I1 को भ्यालु हामी निकालिसकेका छौं 2 इन्टु 6 इज इक्वल टु 0 और VB माइनस VC इज इक्वल टु 12 माइनस 10 गर्न पाइयो। That's why the potential difference VB minus VC means also VBC is equal to 10 volt, right? In this way, the potential difference between the points B and C in the branch BC of this complicated circuit can be measured by using both KCL and KVL, right? अब मलाई आशा छ बाबु नानीहरूलाई पक्कै
कसरी यो चाहिँ एप्लिकेसन केसिएल र केभिएललाई कुनै इलेक्ट्रिकल सर्किटमा कम्प्लिकेटेड सर्किटमा कसरी प्रयोग गर्ने र यस प्रयोग गरेर कसरी न्युमेरिकल सल्भ गर्ने केही न केही पक्कै आइडिया आएको हुनुपर्छ. इफ यु हेभ एनी कन्फ्युजन एनी डाउट feel free to ask the questions, and I'm giving you the assurance for solving any kind of confusion if you have. Thank you very much.